आक्रमण केटा हो ल है यो अगाडि चाहिँ हाम्रो ग्याङ हो फेरि है केटा केटा है हाम्रो दिनेश अङ्कल त्यहाँको अङ्कलको लागि नै गाइड गर्दैछ हामी दामी अङ्कल किन म अगाडि बस्छु पछाडि बस्छु भन्दाखेरि चाहिँ हाम्रो साथी दाजुभाइहरूलाई चाहिँ है गाइड गर्नुपर्ने हुन्छ किन भन्दाखेरि हामी चाहिँ कोही आन्दोलनमा जाने कोही छैनौँ कि अब पहिला म मात्र हो मैले पनि अब पहिला राजनीति गरेको थिएँ है अहिले चाहिँ छोडिदिएको हो है अब आफूले लगेको आफूले जिम्मेवारी चाहिँ गर्नुपर्छ कि आफूले लगेपछि है के कस्तो हुन्छ सबै हेर्नुपर्छ फेरि हाम्रो चाहिँ अलिक उत्पात छ ग्याङहरू लफडा गर्ने भएकोले चाहिँ है बसिदिनुपर्छ पटाङ पुटुङ गर्दैछन् किन अङ्कलले म आउँदैन भनेर होला सायद मलाई चाहिँ भन्नु भएन श्याम दाइले भन्नुभएको थियो है अनि श्याम दाइले मलाई बोलाउनु भयो ल अब केटाहरू बटुल लानुपर्छ अङ्कलको लागि भनेर चाहिँ अनि 15 मिनटभित्र ठाउँको ठाउँ केटाहरूलाई बोलाएर भाइहरूलाई बोलाएर है आउँदैछ पड्काऊ 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 अबे साले नेपालमा चाहिँ है अब राम्रो नेता नआएसम्म चाहिँ एकदमै गाह्रो छ नेपालमा है अब मनी सकेसम्म नेपालमै गर्छु भने हिँड्या हो इनकेस मैले सकेन भने मनी विदेशै जान्छु है अर्को मसँग नि अर्को उपाय नै छैन ए पाण्डे पड्का त पनि पड्काउनु पाएको बेलामा यसो चाहिँ नयाँ बाइक भएर माया लाग्यो होला है हाम्रो यो चाहिँ मैसँग परे साथी हो है आन्दोलन बेलामा भेटेँ यसलाई है मेन कुरो फेरि तर दिनेश अङ्कलको लागि चाहिँ परे आयो भने हामी ज्यान पनि दिन तयार छौँ है दिनमा होइन गाह्रो छ पुलिस दाइहरूलाई नि यार अस्ति अनि त्यही भएर कति पुलिसले जागिर छोड्छ भने छोड्न दिएन कि राजीनामै नदिने भनिदियो कि अब उनीहरूको पनि घर परिवार पाल्नुपर्छ सबैलाई गाह्रो छ नि त नेताहरूले जस्तो भ्रष्टाचार गरेर मात्र हुँदैन है अब यो देशमा बस्नै नसक्ने स्थिति बनाइसक्यो नेताहरूले चाहिँ सबै बस्ने सहनमा गइसक्यो कि नेताहरू है अब यताबाट चाहिँ यो उताको भ्यानले स्कटिङ गर्यो अब यो चाहिँ यताबाट छुट्टैबाट स्कटिङ गर्दैछ है र अब त्यो भ्यान रोक्यो है अब यता अर्कै भ्यानले स्कटिङ गर्छ नेपालमा यस्तो गाह्रो छ कि है एकदमै गाह्रो छ कि नेपालमा चाहिँ देख्न सक्नुहुन्छ पान पछाडि छन् तर उनीहरू चाहिँ बुझ्छन् ट्राफिक दाइले दिइरह्यो अरे आऊ अरे है कुरो घाँस त्यो हो क्या है हाम्रो प्रिन्स ब्रो है त्यहाँ लाएर आन्दोलनमा भेटेका छौँ हामी र्यालीमा है हाम्रो चाहिँ यस्तो छ फुल अन मोडिफाई गरेर लिएर आएको छ भाइहरूले है यहाँबाट चाहिँ सिधा उतासम्म हाम्रो केटाहरूको हो है हाम्रो एक दुईजना चाहिँ हराइरहेछन् अझै है हामी पुरिरहेछौँ है अनि तक हामी कुरेसी चाहिँ जान्छौँ तक लाएर हामी फर्किन्छौँ है त्यहाँ नजाउँ हामी दाइ जानुहुन्छ ल हाम्रो चाहिँ यति हो एक दुईजना चाहिँ बाँकी छ है त्यही नेपाल सबैलाई है हामी चाहिँ यहाँबाट सुत्दैछौँ हाम्रो नेपाल खत्रै हो है ल हेलो गाइस वेलकम ब्याक टु माई च्यानल आई होप सबै सन्चै हुनुहुन्छ होला है म नि सन्चै आरामै छु त्यही हो हामी चाहिँ आज बाइक र्यालीमा जाँदैछौँ फेरि राजावादीको आन्दोलन चाहिँ हो हामी त्यसमा समक्ष चाहिँ होइन है हामी चाहिँ दिनेश अङ्कलको सपोर्टमा को लागि जान लाग्दैछौँ है हामी चाहिँ यता अलि 10 वटा जति बाइक हुन्छ होला सायद हाम्रो है किनकि हामीलाई अलिक ढिलै खबर आयो श्याम दाइले भन्नुभयो है अनि त्यही भएर चाहिँ हामी सर्ट लाएर जान्छौँ त्यही हो दिनेश अङ्कललाई किन सपोर्ट गरेर भन्दाखेरि चाहिँ दिनेश अङ्कल हाम्रो खानेपानीको अध्यक्ष हो है उहाँले बबाल काम गरेछ है त्यही भएर उहाँलाई चाहिँ सपोर्टको लागि चाहिँ हामी जान लागिरहेछौँ है अनि यता नलिदिनु होला त्यही हो अब आजको दिन के कस्तो हुन्छ र्याली हेर्दै बस्नु होला कि वाचिङ है त गाइस अङ्कल अब अलि ढिला खबर भयो है आज ब्लग बनाउनु पर्छ आज अलि ढिला खबर आयो त्यही नै अङ्कलको लागि भनेर हामीले आधा सोडा मात्र सर्ट एन्ड टाइमको लागि है अङ्कलको लागि मात्र अङ्कल हाम्रो चाहिँ यति टोली हो है तकल आएर यताको यता चाहिँ हाम्रो टोली हो सबै अनि यताबाट उता चाहिँ ऊ हो
ए यो कहाँबाट आयो फेरि वारे वा ल है ल है हाम्रो चाहिँ यति हो दिनेश अङ्कलको लागि है दिस इज फोर चाहिँ दिनेश अङ्कलको लागि है अब तक लाएर हामी यहाँबाट तक निस्किन्छौँ त्यही हो आक्रमण केटा हो आओ ए आओ जाऊ 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 भटिज ए जाऊ 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 हाम्रो टोली है ए भटिज जाऊ 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 ल है हाम्रो टोली चाहिँ ट्याग लाएर निस्किसकेका छन् हाम्रो दिनेश अङ्कल है उहाँको लागि नै अब फेरि हामी चाहिँ है भटिज हामी अगाडि अगाडि है लाइन चाहिँ आउँदैछ अझै पनि है तर हामी चाहिँ अगाडि बस्छौँ किन भन्दाखेरि हाम्रो टोलीलाई गाइड गर्नुपर्ने हुन्छ हामी चाहिँ यो कुनै बाजी होइनौँ है हामीलाई चाहिँ पोलिटिक्सदेखि अलि टाढै हो अनि दिनेश अङ्कल चाहिँ एकदमै राम्रो लाग्छ है अनि त्यही भएर अङ्कल राम्रो मान्छेलाई साथ सपोर्ट चाहिँ दिनुपर्छ है त्यही हो अब हेरौँ आजको दिन के कस्तो हुन्छ है साथीहरू त्यही हो भटिज फेरि पड्काउँदै आउँदैछ ल है यो अगाडि चाहिँ हाम्रै ग्याङ हो फेरि है है हाम्रो दिनेश अङ्कल यहाँको अङ्कलको लागि नै गाइड गर्दैछ हामी दामी अङ्कल ल यो साथीहरू धेरैजना अगाडि छन् धेरैजना पछाडि छन् म चाहिँ बिचमा छु है मेरो बाइकमा चाहिँ झन्डा किन नराखे भन्नु होला है मेरो बाइकमा झन्डा राखेको थियो 2-3 झन्डा राखेको थियो है अनि भाइहरूले राख्छु भनेकोले चाहिँ मैले भाइहरूलाई दिएँ है त्यही हो त्यही नेपालको झन्डा पछाडि राखेर सही देखिरहेको छ यार ए भाइ लाइनमा है साथीहरू हामी चाहिँ अहिले इन्ड्रेनी पुगिसकेका छौँ है ल है त साथीहरू हाम्रो चाहिँ यता मेयर साहब र भूतपूर्व मन्त्री साहब हुनुहुन्छ हेलो अङ्कल हेलो हेलो आज म पनि आउँदैछु दिनेश अङ्कलको लागि आउँदैछौँ है हामी हाम्रो अब अरू भतिजहरू चाहिँ आउँदैछन् फेरि पनि है थपिरहेको छन् हाम्रो चाहिँ अरू जस्तो भाग्दैनौँ हाम्रो अगाडिको ग्याङ हो है हाम्रो चाहिँ सधैँ अगाडि नै हुन्छ है हाम्रो ग्याङ चाहिँ बस्छु पछाडि बस्छु भन्दाखेरि चाहिँ हाम्रो
साथी दाजुभाइहरूलाई चाहिँ है गाइड गर्नुपर्ने हुन्छ। किन भन्दाखेरि हामी चाहिँ कोही आन्दोलनमा जाने कोही छैनौँ कि। अब पहिला म मात्र हो, मैले पनि अब पहिला राजनीति गरेको थिएँ है, अहिले चाहिँ छोडिदिएको हो है। अब आफूले लगेको आफूले जिम्मेवारी चाहिँ गर्नुपर्छ कि आफूले लगेपछि है के कस्तो हुन्छ सबै हेर्नुपर्छ। फेरि हाम्रो चाहिँ अलिक उत्पात छ, ग्याङहरू लफडा गर्ने भएकोले चाहिँ है बसिदिनुपर्छ। पटाङ पुटुङ गर्दैछन् हाम्रै भाइहरू है, के गर्नु गाह्रो छ भाइहरूले है, अनेक गरिदिन्छन्। त्यही भएर चाहिँ मैले सकेसम्म मेरो ग्रुपलाई अगाडि राख्न लागेको कारण चाहिँ त्यही हो कि सहिलो हुन्छ कि उनीहरूलाई गाइड गर्नलाई। श्याम दाई के छ दाई? म नि पहिला यही पार्टीको थिएँ है। मलाई चाहिँ अनि मेरो टोलको एक दुईजना नेतृत्वले गर्दा चाहिँ म यो पार्टी छोडिदिएको र अनि माओवादीमा लागेको थिएँ। किनकि माओवादीले त्यतिखेर न्याय दिएको थियो हामीलाई है। अहिले चाहिँ म कुनै पनि पार्टी होइन है, म अहिले पनि दिने सङ्कल्पको लागि मैले मेरो साथीभाइ दाजुभाइहरूलाई लिएर आएको हो। अनि मलाई थाहा थिएन अङ्कलले म आउँदैन भनेर होला सायद, मलाई चाहिँ भन्नु भएन, श्याम दाइले भन्नुभएको थियो है। अनि श्याम दाइले मलाई बोलाउनु भयो, ल अब केटाहरू बटुल लानुपर्छ अङ्कलको लागि भनेर चाहिँ अनि 15 मिनटभित्र ठाउँको ठाउँ केटाहरूलाई बोलाएर भाइहरूलाई बोलाएर है आउँदैछ। पड्काऊ 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 अबे साले हाम्रो दिनेश अङ्कल है, उहाँकै लागि आइदियो है हामी चाहिँ। जाऊ 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 है, टाढा समय देख्न सक्नुहुन्छ। अब म चाहिँ यहाँबाट चाहिँ श्याम दाइले पनि गाइड गर्दा आइरहेको रहेछ है, त्यही भएर दाइ चाहिँ लास्ट होला। त्यही पनि हाम्रो केटाहरू चाहिँ पछाडि नै छन् है, त्यही हो। ए पाण्डे अलि अगाडि जाउँ न, कहाँ लास्टमा बसेको छौँ। टाढा परसम्मै छ। अहिले चाहिँ छलीबाट जोइन भएर है लामो भइसकेको छ। हामी चाहिँ केटाहरू अलि अनुमान गरेको भन्दा चाहिँ बढी निस्क्यो है। हामीले चाहिँ अगाडि चाहिँ त्यही 10-12 जान जति भनेको थिएँ। अनि एकछिन पछि चाहिँ कल गरेर कल उठाइदिनु थिएन मैले भिडियो फर्स्टमा बनाउने बेला। पछि सबले कल ब्याक गऱ्यो, भेट्यो, ए आऊ सबै होइन। किनकि दिनेश अङ्कलको लागि चाहिँ गरिदिनु पर्छ है, मेन अरू भने त्यस्तै हो। मलाई अरूको चाहिँ अलिक विश्वास लाग्दैन है मेन कुरा भने। किन भन्दाखेरि फोन गर्दा फोन उठाउँदैन होइन। अब दिनेश अङ्कलले राम्रो नि गरिरहेको छ हाम्रो लागि, फेरि दिनरात नभनिकन है खटिरहेको छ। केही खाँचो पऱ्यो पनि हाम्रो लागि सधैँ आइराख्नु भएको छ अङ्कल है। अनि यस्तै मान्छे चाहिन्छ कि हाम्रो लागि चाहिँ है। त्यही भएर चाहिँ हामी साथ सपोर्टको लागि आएका छौँ। फेरि कस्तो भन्दाखेरि चाहिँ अलिक पार्टीमा हिँड्न प्रायः आज दुई केटाहरू पनि रुचाउँदैनन् है। मेन भनेको त्यो पनि हो एउटा है। त्यही पनि अब मैले सिधै भन्ने ल्याएको छु, हाम्रो अङ्कलको लागि हो भनेर सबैलाई बोलाएर ल्याएका छौँ है। सबैलाई त नभनौँ, त्यही हो 10-15 मिनटमा कति भयो त्यतिलाई बोलाएर हामी आएका छौँ।
नर्वे त टन्नै हुन्छ नि हाम्रो केटाहरू मात्र हेऱ्यो भने लड अफै छ कि होइन तर सकेसम्म मलाई यो आन्दोलन नै मन पर्दैन मलाई यो राजनीति नै मन पर्दैन कि अब के भन्नु छ र है कुरा गऱ्यो भने अलिक बढी नै बोल्यो भन्ला त्यो सबै फ्रस्ट्रेसन भइसक्यो यो राजनीति दिएर चाहिँ है वाक्क लगाइसक्यो सबैलाई है अब किनभने राम्रो गरेकै छैन त्यही भएर चाहिँ सबैलाई त्यस्तै भइरहेको छ कि अब हाम्रो दिनेश अङ्कल जस्तो मान्छे नेता भयो भने चाहिँ के राम्रो हुनसक्छ है अनि त्यही भएर चाहिँ हामी आएको कारण चाहिँ अहिले त्यो हो है म चाहिँ कुनै पनि पार्टीमा हिँड्दिनँ भनेर हिँडिसकेको मान्छे हो है मैले बोलेको पनि हो है लाइनमा रमाइलो गरिरहेछ केटाहरू अब हामीलाई पुलिसले नि अब स्कटिङ गरिसकेको छ है अहिले चाहिँ अब किनभने आन्दोलन यस्तै हुन्छ नि त त्यही भएर प्रोटेक्सनको लागि पुलिसलाई नि गाह्रो छ यार बिचरा यार अनि अस्ति जागिर छोड्छ भने जागिर छोड्न दिएन है त्यही हो भन्छ बिस्तारै केटाहरू फेरि उठपाटै गर्छन् है सम्झाउनै लानुपर्छ के गर्नु आफूले अब गाह्रो छ नेपालमा चाहिँ है अब राम्रो नेता नआएसम्म चाहिँ एकदमै गाह्रो छ नेपालमा है अब म नि सकेसम्म नेपालमै गर्छु भने हिँड्या हो इनकेस मैले सकेन भने म नि विदेशै जान्छु है अर्को मसँग नि अर्को उपाय नै छैन अब मेरोमा त होइन प्रायः जस्तोको अप्सनै त्यही भइसकेको छ कि है त्यस्तै छ के गर्नु है अन्यथा चाहिँ नसोचिदिनु होला अरू पार्टीको मान्छेहरूले चाहिँ नरिसाइदिनु होला है अब किन भन्दाखेरि राम्रो मान्छेलाई साथ सपोर्ट दिनुपर्छ भन्ने चाहिँ हाम्रो कुरा हो तपाईँहरू पनि राम्रो मान्छेले अब उड्नु भयो भने नेतृत्व गर्नुभयो भने अवश्य साथ दिने नै छौँ है हामी यही पार्टीलाई सबै भोट हाल भनेर चाहिँ हिँड्दैनौँ कि हामी व्यक्ति चुनेर भोट हाल भनेर भन्छौँ कि है त्यही हो हामी युवाहरूले चाहिँ त्यस्तो चाहिँ गर्नुपर्छ है जहाँसम्म लाग्छ मलाई चाहिँ यो तर आन्दोलन चाहिँ मलाई मनै पर्दैन केही मन पर्दैन है के गर्नु है कहिलेकाहीँ बाध्यताले साथ सपोर्टको लागि आइदिनु पर्ने हुन्छ है गाह्रो छ के गर्नु खोला मात्र झप्स केटा हो है लाइन बोलाएर जाऊ हाम्रो केटाहरू चाहिँ छुट्टै नै छ है केही नै उता गएर भेट्नु पर्ला अब ए पाण्डे पड्का त पनि पड्काउनु पाएको बेलामा यसो चाहिँ नयाँ बाइक भएर माया लाग्यो होला है हाम्रो यो चाहिँ मैसँग परे साथी हो है आन्दोलन बेलामा भेटेँ यसलाई है आन्दोलन नि भन्दा है यसलाई चाहिँ बाइक र्याली भन्छ है फेरि आन्दोलन भए चाहिँ जाँदैन हामी है मेन कुरो फेरि तर दिनेश अङ्कलको लागि चाहिँ पर्यायो भने हामी ज्यान पनि दिन तयार छ है दिन होइन जान दे देंगे इसके लिए क्या बात कर रहे हो आप गाह्रो छ है गाह्रो छ झुलो त डेन्जर उडा यार हाम्रो झेझे चाहिँ एक्लै भएछ यता है हाम्रो केटाहरू सबै छुट्टै भइसक्यो अहिले हाम्रो ग्याङ चाहिँ अगाडि नै बस्नु भनेको कोही अगाडि कोही पछाडि भइसक्यो आधी टोली चाहिँ अगाडि आधीभन्दा बढी चाहिँ अगाडि नै सक्छ जो अगाडि बस्छौँ हामी अगाडि आउनु अगाडि ब्रो अलि अगाडि बस्छौँ अलि अगाडि ए अगाडि बस्छ केटा अगाडि ए योभन्दा अगाडि चाहिँ छैन रहेछ है के एउटा यो झन्डा है एउटा यो झन्डा अनि हाम्रो अर्को भगवान्हरूको पनि झन्डा चाहिँ मनपर्छ मलाई झोलेवाला झन्डा चाहिँ मन पर्दैन है आज राप्रपाको झन्डा बोक्ने ऊ भएको भए चाहिँ हामी सायद आउँदैन पनि थियो होला है हामी फेरि त्यही नेपालको झन्डा बोक्ने र
साथ सपोर्टको लागि मात्र आउँछौँ है। त्यही हो। यहाँ चाहिँ फेरि यस्तो धुलो छ है काठमाडौँको ठाउँमा है। अब यस्तै हो के भन्ने, यस्तोको लागि नै परिवर्तन गर्नुपर्छ भनेर चाहिँ हामी अगाडि बढ्नुपर्छ है। मेन कुरो भनेको त्यही हो। पछाडिबाट आउँदैछ है लाइन लाएर। अब धुलो खानुभन्दा त अगाडि नै बस्नु पऱ्यो होइन। तर धुलो चाहिँ ठुलो हो, साथै धुलो यार के साह्रो धुलो है। गाह्रो छ पुलिस दाइहरूलाई नि यार। अस्ति अनि त्यही भएर कति पुलिसले जागिर छोड्छ भने नि छोड्न दिएन कि, राजीनामै नदिने भनिदियो कि। अब उनीहरूको पनि घर परिवार पाल्नुपर्छ, सबैलाई गाह्रो छ नि त। नेताहरूले जस्तो भ्रष्टाचार गरेर मात्र हुँदैन है। अब यो देशमा बस्नै नसक्ने स्थिति बनाइसक्यो नेताहरूले चाहिँ। सबै बस्ने सहनमा गइसक्यो कि नेताहरू है। अब यताबाट चाहिँ यो उताको भ्यानले स्कटिङ गर्यो, अब यो चाहिँ यताबाट छुट्टैबाट स्कटिङ गर्दैछ है। र अब त्यो भ्यान रोक्यो है, अब यता अर्कै भ्यानले स्कटिङ गर्छ। नेपालमा यस्तो गाह्रो छ कि है, एकदमै गाह्रो छ कि नेपालमा चाहिँ देख्न सक्नुहुन्छ। पारा छ यार, पारा छ, के गर्नु है, एकदमै गाह्रो छ है। हामी चाहिँ अहिले चाबी दिइसकेका छौँ है। त्यही हो। मान्छेले सोच्ने बेला के भन्छ होला यार, मलाई चाहिँ झोले सोले के भन्छ होला, तर म झोले सोले केही होइन है। मेन कुरा भनेको चाहिँ त्यही हो। म चाहिँ हाम्रो अङ्कलको लागि आएको है। मेन भनेको चाहिँ त्यो हो, राम्रो मान्छेलाई सधैँ साथ सपोर्ट सधैँ दिनुपर्छ। ज्यान दिदिए भने जस्तै हो है। अब सुकेधारा जाने चाहिँ कुरा भएको थियो, कहाँ जान्छ थाहा छैन। यताबाट जाने पो रहेछ त है। जाऊ हाम्रो केटाहरू हेर्नुपर्छ कि मेन कुरो चाहिँ है। भतिजहरू आउँदैछ, अरू केटाहरू 2-4 जना पछाडि छन्, तर उनीहरू चाहिँ पुग्छन्। ट्राफिक दाइले चिरायो अरे आऊ अरे है। कुरो घाँस्ते हो क्या। दुर्गा प्रसादले भाइरल हानिदिइसक्यो है। सबैजना त्यही हो क्या, चिराएको छ हल्का रमाइलो। त्यही हो। अब के गर्नु, अब हाम्रो दुर्गा प्रसाद चाहिँ जेलमा हुनुहुन्छ है। अब उहाँ जस्तो फेरि मेरो नजरमा चाहिँ उहाँ चाहिँ नराम्रै मान्छे हो है। उहाँ भनेर सम्बोधन गरेर चाहिँ फेरि गर्न चाहिँ, किन भन्दाखेरि ऋण लिने नतिर्ने त्यस्तो कुराहरू हुन्छ। ऋण लिएपछि तिर्न पऱ्यो नि होइन। पकडमा जनता उठाएर हिरो बन्न लागिरहेको थियो, गयो टाङमुनि छिर्यो म्याच। सरकारको खोरभित्र छिर्यो है। बेकारमा कतिजना 2-3 मान्छेहरू मऱ्यो, कोही अङ्गभङ्ग भए। अब त्यस्तो पाराले चाहिँ हुँदैन कि। त्यही भएर आफूले लगेको चाहिँ सम्हालेर लान सक्छ। हाम्रो भतिजहरूले चाहिँ पड्काइरहेको छ, ऊ धेरै नपड्काउ भन्नुपर्छ। अब भित्रोमा राखेर पड्काउ, छेउबाट ट्राफिकले समाउँछ। भाइ भतिजहरूलाई सम्झाउनु पऱ्यो नि होइन। फेरि फर्केर आउने बेला वान्टेडमा नाम राखिराख्ला। ए बिस्तारै बिस्तारै, कहाँ हो आन्दोलनमा? हल्का रमाइलो है। कहाँ हो? यताभित्र पो हो। कहाँ लान्ला हो यो? यताभित्र जाऊ, भित्र। जाऊ। सबैलाई गाइड गर्नु पर्यो है, के गर्नु। जलामाछा चप्स है। कति मान्छेले सरापिरह होला, यो मुजीहरू कति आन्दोलन गरे भनेर है। के गर्नु, जे गरे पनि देश परिवर्तन नहुने रहेछ, जस्तो गरी नहुने है। गाह्रो छ है। जलामाछा चप्स है केटा। हाम्रो भतिजहरू फेरि प्ल्याङ्क पड्काइछन् है।
यहाँबाट चाहिँ के विशाल रहेछ त ल यहाँ है हाम्रो प्रिन्स ब्रो है ट्याग लाएर आन्दोलनमा भेटिएका छौँ हामी र्यालीमा है ट्याग लाएर होइन भाइ अब हाम्रो चाहिँ टक्क लाएर अब फर्किने उमा छौँ तत्करमा छौँ है हाम्रो चाहिँ यस्तो छ फुल अन मोडिफाई गरेर लिएर आएको छ भाइहरूले है यहाँबाट चाहिँ सिधा उदासम्म हाम्रो केटाहरूको हो है हाम्रो एक दुईजना चाहिँ हराइरहेछन् अझै है हामी पुरिरहेछौँ है अनि टक्क हामी कुरेसी चाहिँ जान्छौँ टक्क लाएर हामी फर्किन्छौँ है त्यहाँ नजाउँ हामी दाइ जानुहुन्छ ल हाम्रो चाहिँ यति हो एक दुईजना चाहिँ बाँकी छ है ल है त साथीहरू जय नेपाल सबैलाई है हामी चाहिँ यहाँबाट छुट्दैछौँ हाम्रो नेपाल खत्रै हो है खत्तम हो भ्रष्टाचारीले खत्तम गरायो त्यही हो अब चाहिँ हामी लाग्छौँ है अब हामी केटाहरू स्ट्यान्ड बाई गइसकेका छौँ सबै अब हाम्रो चाहिँ त्यही हो सबैजना गइसकेका छौँ है त्यही हो जाउँ ब्रो गइदिउँ ब्रो कहाँ उतै जाने भने हामी अब सिधै उतै जाने हो ब्रो नि जाउँ त सिधै जाउँ त्यो भाइहरूलाई गाइड गर्नुपर्छ फेरि ट्राफिकले समाइराख्ला जाउँ 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 साथीहरू हामी चाहिँ अहिले नारायण तल आइसक्यो है मेरो पछाडि चाहिँ हाम्रो टोलीहरू आइरहेको छ सबै है किनकि कमान भन्ने गर्नुपर्छ है नभए चाहिँ एक्सिडेन्ट यताउता हुनसक्छ जिम्मेवारी लिएपछि जिम्मेवारी पुरा गर्नुपर्छ है अनि श्याम दाइ चाहिँ सबसे लास्टमा आइराख्नु भएको छ सबसे फर्स्टमा चाहिँ म छु है अनि हाम्रो पछि केटाहरू आइरहेको छ सबै देख्न सक्नुहुन्छ है अब त्यही हो हाम्रो आजको दिन चाहिँ अब आन्दोलन चाहिँ यतिसम्म मात्र साथ रह्यो है अङ्कलको लागि है त्यही हो है त साथीहरू हामी चाहिँ अहिले ट्याक्क लाएर ब्रह्मखेल पुगिसकेका छौँ है अब यहाँ चाहिँ ट्याक्क अब मैले जहिले सुगर क्यान्डी सुगर जुस भनौँ न होइन उखुको जुस खानालाई जान लगाइरहेछौँ है अब हामी चाहिँ खोइ कतिजना छ थाहा छैन कोही अगाडि गइसक्यो कोही कहाँ है हामी चाहिँ जस बिदाई लिएर गइसक्यो अब यता बसेर एकछिन यसो जुस खाएर जान्छौँ है फेरि यो पार्टी दिएको पैसा होइन है फेरि हाम्रो लागि है हामी त उल्टै घाटामा हो है फेरि अङ्कललाई भनेर टक अङ्कलको लागि आइदिएको हामी चाहिँ सबै यतै बसौँ हाल न ग्लास जतिवटा छ त्यतिवटा नपुग्यो फेरि थपौँला यसरी हाल्नु पर्ने ओ ल ड्रागनको टाउको बनाएको है जमानामा घोडाको टाउको भइदिएर हाम्रो पोटे भाइको है कमेडी भइदिरह्यो के तेरो नि हान्ने दामी छ है यो चाहिँ हाम्रो डबल सर्ट हो बाबा अन्डर स्टेज ए सबैले हातै त लिएर क्यामेरा भर गर्नु ल हामी चाहिँ टप चलाएर फर्किँदैछौँ है तर म चाहिँ लास्टमा जान्छु है केटाहरू नि आउँदैछ किनकि सँगै लिएर जानुपर्ने हुन्छ ल है त साथीहरू अहिले चाहिँ म ट्याक्क लाएर घरमा पुगेँ है गर्मी पनि के साह्रो गर्मी हो एकछिन बाहिर केटाहरूसँग गफसफ गरेँ अनि घरमा आएँ अब खाजा खान्छु अनि ढल्छु है अनि त्यही हो आज चाहिँ हामी गएको कारण चाहिँ दिनेश अङ्कलको लागि चाहिँ गएको है हामी कुनै पार्टीमा इन्भल्भ छैन है हामीलाई पार्टी खासै मन पर्दा नि पर्दैन दिनेश अङ्कल चाहिँ एकदम राम्रो हाम्रो साफको हर्प साम्पाङ जस्तै हो है अनि त्यही भएर उहाँ चाहिँ एकदम राम्रो लाग्ने भएर चाहिँ हामीले साथ सपोर्ट दिएको अनि फेरि अङ्कलले चाहिँ म आउँदैन भने थाहा छ त्यही भएर श्याम दाइलाई मात्र भन्नुभएको रहेछ अनि दाइले ल यस्तो भनेको छ भनेकोले चाहिँ ल दाइ जानु पर्ला नि त आज एक दिन भनेर चाहिँ अनि भाइहरू भतिजहरू साथीहरूलाई बोलाएर केटाहरूलाई सबैलाई लिएर है धेरैजनालाई चाहिँ बोलाएन यो लगभग 15 मिनटको टाइम थियो हामीसँग है 15 मिनटभित्र चाहिँ अब 12-13वटा बाइक मिलेर गयो हामी अब त्यही हो अब बोलाए त धेरै नै हुन्थ्यो अब त्यही हो राम्रो बेलामा राम्रो गर्नुपर्छ है अङ्कललाई यो बेला चाहिँ अलिकति मात्र भयो है अब के अप्ठ्यारो पऱ्यो भने चाहिँ हामी साथीभाइहरू फेरि त्यही हो जे गर्ने तयारै छौँ है अब हाम्रो आजको ब्लग यस्तै भयो भिडियोलाई मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु कीप वाचिङ गाइज हामी फेरि भोलि अर्को ब्लगमा भेट्नेछौँ है त